ब्रेड पकौडा घरैमा बनाउनुहोस् बजारको जस्तै कुरमुरे र स्वादिलो ब्रेड पकौडा। आजै घरमा यो सजिलो तरिकाले बनाउनुहोस्। सबैभन्दा पहिले प्रेसर कुकरमा केही मध्यम आकारका आलुहरू राख्नुहोस् र पानी हालेर 2-3 सिटी लगाउनुहोस्। आलु पाकिसकेपछि यसको बोक्रा तास्नुहोस् र एउटा ठूलो कचौरामा राखेर राम्ररी माड्नुहोस्। एउटा प्यानमा थोरै तेल तताउनुहोस्। त्यसमा मसिनो गरी काटिएको प्याज र हरियो खुर्सानी हालेर हल्का खैरो हुने गरी भुट्नुहोस्। अब यसमा स्वादअनुसार नुन, बेसार, जिराको धुलो र रातो खुर्सानीको धुलो हाल्नुहोस्। भुटिएको मसलामा माडिएको आलु र हरियो धनिया हालेर राम्ररी मिसाउनुहोस्। हाम्रो चटपटे आलुको मसला तयार भयो। एउटा अर्को भाँडोमा बेसन लिनुहोस्। त्यसमा थोरै नुन, बेसार, खुर्सानीको धुलो र जिरा धनियाको धुलो मिसाउनुहोस्। बिस्तारै पानी थप्दै एउटा मध्यम खालको बाक्लो घोल तयार पार्नुहोस्। ब्रेडका स्लाइसहरूलाई बीचबाट त्रिकोणात्मक आकारमा काट्नुहोस्। एउटा ब्रेडको टुक्रामा आलुको मसला फिजाउनुहोस् र अर्को ब्रेडले छोप्नुहोस्। अब यसलाई बेसनको घोलमा राम्ररी छोपेर तातो तेलमा हाल्नुहोस्। दुवैतर्फ सुनौलो र कुलमुरे नहुन्जेल तार्नुहोस्। लौ हेर्नुहोस्, तातो ब्रेड पकौडा तयार भयो।